ब्याक टु ब्याक जितपछि के नेपालले भोलि जितको हेट्रिक लगाउला त सुपर 6 मा। भोलि हुँदैछ नेपाल भर्सेस ओमानको म्याच। नेपाली समय अनुसार रातको 8:45 मा सुरु हुन गइरहेको छ गाइज। सो यो टी20 क्वालिफायरमा चाहिँ नेपाललाई कसैको डर छ भने त्यो ओमान हो। किन भन्दा फेरि ओमानले दुबईलाई हिजो मात्रै हराइसकेको छ। सो दुबई भन्दा पनि एकदमै स्ट्रङ मानिने टिम भनेको ओमान हो। भर्खरै 1 महिना अघि मात्रै ओमानले एसिया कपमा एकदमै राम्रो प्रदर्शन गरेर आएको छ। हालाकि म्याच जितेको थिएन तर राम्रो प्रदर्शन गरेको थियो ब्याटिङमा भन्नुपर्दा स्पेशली। सो नेपालको लागि ओमानलाई हराउनु भनेको चाहिँ इट्स अ बिग टास्क हो। हामीले यो म्याचबाट एज अ क्रिकेट फ्यान के आशा गर्छौँ भने अब चाहिँ टस जितेर फिल्डिङ रोज्नु पर्यो गाइज। किन भन्दा फेरि नेपालको ब्याटिङ देखेर हामीलाई हार्ट अट्याक नै आउन सक्यो। नेपालको ब्याटिङ, ओ माई गड, नेपाली टिमको यो पाराको ब्याटिङले चाहिँ हामी दुबई, कतार यस्ता टिमलाई मात्रै हराउन सकिन्छ गाइज। सो हामीले चाहिँ आशा गरेका छौँ कि टी20 वर्ल्ड कपमा चाहिँ नेपालले एउटा न एउटा टिम टेस्ट नेसन राष्ट्रलाई चाहिँ हराउनेछ भने हामी एकदमै ढुक्क भएका छौँ। यो पाराको ब्याटिङले चाहिँ काम छैन गाइस। ब्याटिङमा चाहिँ अलि एग्रेसिभपना देखाउनु पर्यो, अलि आक्रमण खेल्नु पर्यो। जहिले पनि हामीहरू चाहिँ घोडा टेकेर नै खेल्छौँ। यो के भइरहेछ म पुरै बुझेको छैन। सो नेपालको ब्याटिङ लाइनअप पुरै ध्वस्त भएको छ। 8 नम्बरमा सन्दीप जोरा आइरहेको छ। के ब्याटिङ लाइनअप हो म पुरै बुझेको छैन। यो म्याचमा चाहिँ अब धेरै टुकटुक देख्न नपरोस्। सो 7 देखि 15 ओभरको बीचमा चाहिँ बाउन्ड्री हान्ने प्रयास गर्नु पर्यो। यो टुकटुके पाराले चाहिँ काम छैन। त्यो स्कोर भनेको जम्मा 140 र 45 47 यो चाहिँ हुँदै हुँदैन। नेपालको यस्तै टुकटुके पारा हो भने ओमानले हान्न पनि बेर छैन गाइज। सो प्लिज अलि राम्ररी एग्रेसिभपना अलिकति अट्याकिङ भएर खेल्नु पर्यो। त्यही नै भन्न चाहन्छु म, अरू त के नै भन्नु छ र। सो फिल्डिङ र बलिङ त के कुरा गर्नु, वर्ल्ड क्लास बलिङ छ नेपालको, वर्ल्ड क्लास फिल्डिङ छ, त्यो मैले तारिफ गर्नै पर्दैन। जे जस्तो भए पनि नेपालले जितेको हेर्न पाऊँ, नेपालले राम्रो खेलेको हेर्न पाऊँ। सो बेस्ट विश दिन चाहन्छु नेपाली टिमलाई। जाँदा जाँदै यदि तपाईँ भिडियोमा नयाँ हुनुहुन्छ भने क्रिकेट अपडेटको लागि तपाईँले मलाई फलो गर्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ। नेपालको लागि सबैजनाले कमेन्टमा जय नेपाल लेख्नु होला। थ्याङ्क यू गाइज।